यतापट्टिबाट खिच्छु भिजाउने पो रहेछन् यता फर्क न दाजुको छेप दिनु त हैन हैन उनीहरु छेपा छेप गर न अब यसै भिज्यो उसै भिज्यो शिरमा ला उभियो यता को जिबला ए तल तल ल फाल बिउ उठाउँदै फाल्दै गर उदा चाहिँ फाल न डाइमाले फाल कुई सबै फाल तिमी पनि रो बजाऊ ओ गोरु आयो बजाऊ ओ बनिस्क कुदाउनु दादा कुदाउनु एकचोटि होइन भागै छैन दाइ धमाधम गजब छ नि पानले बिजोक बनायो हाय हाय दियो चेप न चेप उता जानु त उता जानु त अनि
रोप त कसले छिटो रोप्छौ तारालाई चाहिँ यिनीहरूले हेपेकै हो है तारा छेप है यिनीहरूले तिमीलाई चाहिँ छेपेको छ छेप छेप सलाम काका के छ आजको रोपाइमा केही भनिदिनुहोस् एकदम बेस्ट छ असाध्यै राम्रो यो पहिलो रोपाइ हो नि त असारको पहिलो रोपाइ हो नि त यो ल हाम्रो यता चाहिँ हानवीर काका आँठा लाउँदै हुनुहुन्छ बसन्त दाइ र हानवीर काका आजको मेन बाउसे म चाहिँ फ्याउरी लाउँदैछु यहाँबाट सुरु हुन्छ दाजु साह्रो पर्यो है आजको पानी त गजब भलबाडी चल्न थालिसक्यो पानीले बर्बाद गर्यो काम गर्नै दिएन हौ पानीले हो हजुर ए खाओस् खाओस् खाँदैन गलेछ गोरु घाँसै खानु छोडेछ अब चाहिँ हामी सकिनु लागेको छ धान रोपाइ यो अन्तिम गाह्रो हो आज यहाँदेखि उँभो रोप्या हो पानी भएर भल चलिरहेको छ पर चाहिँ
अब लास्ट अन्तिम भयो, यो अन्तिम गाडा हो। काकाहरूको पनि छुट्टी हुन लाग्यो अब। कुद्यो कुद्यो देखाइदेऊ न एकचोटि, हिलो थड्किन्छ नि त। मिल्छ मिल्छ। लेदो निस्किन्छ नि, त्यही भएर त कुदाउनु मन। मिलो 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 खाई पाकेको एक जुम्बा मात्रै टिप्नुहोस्, खासै राम्रो पाएन यहाँ पनि। यो खरेडीले गर्दाखेरि बाहिर मात्रै लड्छौ त्यो हाँग ल्याएर खोइ ऊपट्टि त केटाकेटीले खाइसकेको रहेछ दिदी, उद्धोपट्टि मात्र राम्रो रहेछ। ल्याउनु भयो ल, दिनुहोस्। हस् ल, धन्यवाद दिदी। ए ल्या खै त लिचीले त असार 15 मनाइ राम्रो हुने भयो त हौ। ल दाजु खाउँ, चाख्नु न। होइन यहाँको पनि चाख्दिउँ नि त। यहाँको जुन पाएको नि हाम्रो पनि धेरै पायो। एउटा छ त्यो पनि गोलै छ। कान्छा जेठा। ए जेठा चाहिँ जेठा नि माइला छ। ए हाम्रो डिगजालपा चाहिँ त अब लिची टिप्न पस्दै हुनुहुन्छ। यसमा एक पेरेङ्गा लानुपर्छ क्या। हजुर पस्नु त। हो कता पाएको छ, पाएको त उता रहेछ नि, त्यो माथितिर घामले भेटेकोतिर पाक्छ क्या छिटो। चढ्नु न चढ्नु, खत्रै टिप्नु है। अब डिगजालपा सुरु गर्दै हुनुहुन्छ रुख चढ्नको लागि। झप्प झप्प चाहिँ टिप्नु है, एउटा एउटा त नटिप्नु है। ल छारिँदैन दाजु, सक्नु भएन। हस् हस् हस्, ऊ त्यो पल्लोमा चाहिँ चढ्नु गएको अनि माथि ठ्याक्कै भेट्दो रहेछ। कुरो बुझ्नुभयो?
ऊ त्यसमा हजुर यतापट्टि हुन्छ तर त्यहाँ चाहिँ ठुल्ठुलो झुम्पा छ क्या माथि हेर्नु त यहाँबाट देखिन्छ यहाँ हेर्नु त सानो सानो झुम्पा छ त भित्रबाट चाहिँ लिची चाहिँ नदेखिने रहेछ क्या बिस्तारो बस्ने हो यसमा चढ्नु न त यो कालो हो यो यता भित्र कट्टु त लाउनु भएको छ नि कसरी अठाउनु त्यसरी फ्याल्दा त अनि चुडिजान्छ नि चुडिन्छै भएन हौ त्यसरी फ्याल्दा फुत्ता फाल्नु त एक झुम्पा बल्ल हुँदैछ यो नको यिनीहरूले बनाएको लिची बोकेर हिँड्दा हुन्छ काका बिस्तारै काका बिस्तारै लिची झर्छ है